सर हामीलाई चाहिँ एकदमै स्टुडेन्टहरूलाई चाहिँ एकदम रमाइलो भयो हजुरलाई कस्तो भयो होला हामीलाई सिकाउन पाउँदा हामीलाई त रमाइलो भयो हामीले पनि अब तपाईहरुलाई सिकाउने मौका पायौं कतिपय ट्रेनरहरु फर्स्ट टाइम ट्रेनिङ दिइराछ उनीहरुलाई पनि एउटा अनुभव भयो हजुर सर हजुरहरुलाई पनि एकदम धन्यवाद हाम्रो स्टुडेन्टको तर्फबाट एकदमै राम्रोसँग सिकाइदिनु भयो है अनि हाम्रो एक्सपिरियन्स चाहिँ हाम्रो सम्धिले भन्नुहुनेछ यो समय ल एक्सपिरियन्स मेरो लागि एकदमै नयाँ नै थियो मैले खासमा अर्को ब्याकग्राउन्ड बाट आएको मान्छे हो तर धेरै नयाँ कुराहरू सिक्न पायो गाडीहरूको बारेमा कहिले छोको नछोको गाडीहरूको भित्रको पार्ट्सहरू टायरदेखि लिएर इन्जिनदेखि लिएर सस्पेन्सन सबै धेरै कुरा सिक्न पायो यस एक्सपिरियन्स चाहिँ राम्रै थियो तर यसलाई अलिकति अझै म्यानेज गरेको भए धेरै राम्रो हुन सक्थ्यो भन्ने मलाई आशा लाग्छ एक महिनाको ट्रेनिङ कस्तो भयो अब अलिअलि सिकेको त्यही कुराहरू अहिले प्र्याक्टिकल भएको थियो त्यही तपाईँलाई कस्तो भयो दाइ राम्रै भयो हजुर अलिकति सोचेको जोड्ने भएन तर आइयो लास्टमा इक्जाम दियो के अरे हैन हजुर लास्ट दिन इक्जाम दिँदाखेरि धेरै कुरा चाहिँ ल पढ्न बाँकी रहेछ आज चाहिँ साथीहरूले हेरेर सिक्यो सिक्नु भयो ए के भन्न चाहनुहुन्छ दाजु ठिक छ अर्को साल पनि यस्तो होस् हैन हजुर तर सिक्ने कुरामा चाहिँ अलिकति भनौँ न एउटा थर्ड पार्टी पनि हुनु पऱ्यो कसले काम गरेर ठिक छ कि छैन अथवा भनौँ न पढाएको मान्छेले चाहिँ हजुर अन्तिममा पढाउनु पनि चाहिँ पुरै पढाएको छ कि छैन हजुर होइन अब नगरपालिकाले त अब यसो एउटा प्लेटफर्म बनाइदियो हजुर सिक्ने त 2-3 जना त सिकेँ पहिलेदेखि जेरोबाट सिक्नलाई चाहिँ अलिकति उपयुक्त भयो हजुर हजुर ठिक छ हाउ वाज योर एक्सपिरियन्स उहाँ त हेड मिस्त्री हो अब ए सम्धि कस्तो भयो एक्सपिरियन्स खतरा भयो होइन दाइ तपाईँको एक्सपिरियन्स कस्तो भयो बबाल भयो होइन सर थ्याङ्क यू है हजुरहरूलाई नि यति मजाले सिकाइदिनु भयो हामीलाई स्वागत छ टक्कलाई आज चाहिँ हामी यसो इक्जाम दिन आएको यो चाहिँ हाम्रो दाइहरू हाम्रो सम्धिहरू होइन हाम्रो चाहिँ अब इक्जाम सुरु हुन लागिसक्यो गाइज टक्क आएर हाम्रो ट्रेनिङको मेकानिकल ट्रेनिङको चाहिँ आज हाम्रो इक्जाम रहेको छ यहाँ साथीहरू सबैजना यहाँ बसिरहेछौँ दाइहरू कोही त्यहाँ हामी सिकिरहेछौँ है गाइज आज के कस्तो हुन्छ होइन सबै कुराहरू तपाईँहरूलाई यो भिडियो मार्फत यो ब्लग त्यहाँ कुराहरू कराइरहेको छ ल गाइस अब चाहिँ हाम्रो इक्जामको प्र्याक्टिकल हुँदैछ यहाँ हाम्रो दाइले यहाँ के नाप्नु अब दाइ दाइ के नाप्नु लाग्यो अब यो चाहिँ म यहाँ नाप्दैछु ल ठिक छ यो ग्रुपले नि यहाँ खै के गरिरहेको केटाहरूले यहाँ इन्जिन परेछ केटाहरू सघायो प्र्याक्टिकल यो चाहिँ हाम्रो प्र्याक्टिकल हो त्यसपछि यो उसको पिस्टनको महँगो छ पिस्टन इन्जिन होइन सर इन्जिन होइन ल हाम्रो इन्जिनको यहाँ प्र्याक्टिकल भइरहेछ आजकल एकदम बजेट हाम्रो सर टक्क लगाएर ल हजुरलाई पनि धन्यवाद सर टक्क लगाएर ल गाइड ल ठिक छ हाम्रो सरहरू हाम्रो मार्क्स दिँदै हुनुहुन्छ यहाँ सर थ्याङ्क यू है हजुरहरूलाई नि यति मजाले सिकाइदिनु भयो हामीलाई ल टक्क लगाएर गाइज यहाँ हाम्रो अजित दाई हुनुहुन्छ एकदमै के भन्छ अब स्मार्ट बोय टक्क लगाएर यहाँ छ हाम्रो चाहिँ यो पढाएको थिएँ है हाम्रो भागमा चाहिँ यो गियरको पढाएको थिएँ है टक्क लगाएर यहाँतिर छ आजबाट चाहिँ हाम्रो क्लास सक्यो गाइज ल हाम्रो केटाहरू यहाँ डिस्कसन गर्दैछ ल गाइज टक्क लगाएर हाम्रो सरहरू त्यहाँबाट हाम्रो सरहरू हेर्दै हुनुहुन्छ उहाँ पनि सिकिरहनु भएको सरले टक्क लगाएर सम्झिला के छ ल कस्तो भयो यो 1 महिनाको ट्रेनिङ कस्तो भयो ठिकै भयो सरी है होइन कालो त छैन अरू के भन्दिनु सम्झिनु अब अलिअलि सिकेको त्यही कुराहरू अहिले प्र्याक्टिकल भएको थियो त्यही हो ल ठिक छ ल सम्धिलाई कस्तो ल सर हजुरहरूलाई पनि धन्यवाद है हामीलाई यति धेरै सिकाइदिनु भयो सबैजनालाई सरहरू हजुरहरूलाई ल गाइस अब हाम्रो यति नै हो मोस्ट इनर्जेटिक सर एकदमै के भन्छ स्मार्ट सर भने
के भन्दैछ ल फ्युज होइन यो ल ठिक छ हाम्रो सन्धि होइन ल गाइस टक्क लगाएर हामीलाई यहाँ भ्याइसक्यो यहाँ इन्जिन पनि अब फिट भइसक्यो केटाहरूले टक्क लगाएर ल यो त्यहाँ मेरै ब्लग हेरिरहेको छ गाइस टक्क लगाएर यो मेरै ब्लग हो तपाईँलाई कस्तो भयो दाइ राम्रै भयो हजुर अलिकति सोचे जोड्ने भएन तर आइयो लास्टमा इक्जाम दियो के अरे होइन हजुर लास्ट दिन इक्जाम दिँदाखेरि धेरै कुरा चाहिँ ल पढ्न बाँकी रहेछ आज चाहिँ साथीहरू हेरेर सिक्यो सिक्नु भयो ए के भन्न चाहनुहुन्छ दाजुले ठिक छ अर्को साल पनि यस्तो होस् होइन हजुर तर सिक्ने कुरामा चाहिँ अलिकति भनौँ न एउटा थर्ड पार्टी पनि हुनु पऱ्यो कसले काम गरेर ठिक छ कि छैन भनौँ न पढाएको मान्छेले चाहिँ हजुर अन्तिममा पढाउनु पनि चाहिँ पुरै पढाएको छ कि छैन हजुर होइन अब नगरपालिकाले त अब यस्तो एउटा प्लेटफर्म बनाइदियो हजुर सिक्ने त दुई तिनजनाले सिकेँ पहिलेदेखि जेरोबाट सिक्नलाई चाहिँ अलिकति उपयुक्त भयो यही हो हजुर हजुर कस्तो भयो सन्धि एक्सपिरियन्स एकदम राम्रो भयो एकदम धेरै कुरा जान्यो गुड होइन हो अजित दाइ हाउ वाज युर एक्सपिरियन्स उहाँ त हेड मिस्त्री हो अब ल लगेर आयो यार ल केटा के भयो ल सम्धि एक्सपिरियन्स कस्तो भयो ल भन ल ए सम्धि कस्तो भयो एक्सपिरियन्स खतरा भयो होइन दाइ तपाईँको एक्सपिरियन्स कस्तो भयो बबाल भयो होइन ल ठिक छ टक्क लगाएर चाहिँ अब चाहिँ हाम्रो यहाँ फोटो हुँदैछ होइन यहाँ हाम्रो सरहरू हुनुहुन्छ सबैजना ल केटा हो ल सर ल है सबैजना ल हाम्रो सर ल सर हामीलाई चाहिँ एकदमै स्टुडेन्टहरूलाई चाहिँ एकदम रमाइलो भयो हजुरलाई कस्तो भयो होला हामीलाई सिकाउन पाउँदा हामीलाई त रमाइलो भयो हामीले पनि अब तपाईँहरूलाई सिकाउने मौका पायौँ कतिपय ट्रेनरहरू फर्स्ट टाइम ट्रेनिङ दिइरहेछ उनीहरूलाई पनि एउटा अनुभव भयो हजुर सर हजुरहरूलाई पनि एकदम धन्यवाद हाम्रो स्टुडेन्टको तर्फबाट एकदमै राम्रोसँग सिकाइदिनु भयो है अनि हाम्रो एक्सपिरियन्स चाहिँ हाम्रो सम्धिले भन्नुहुनेछ यो समय ल सम्धि एक्सपिरियन्स कस्तो भयो होला एभरेजमा भन्नुपर्दा ठिक छ ल भन्नु ल सम्धि ल तपाईँहरू पनि बस्नु पऱ्यो ल सबैजना एक्सपिरियन्स मेरो लागि एकदमै नयाँ नै थियो मैले खासमा अर्को ब्याकग्राउन्डबाट आएको मान्छे हो तर धेरै नयाँ कुराहरू सिक्न पायो गाडीहरूको बारेमा कहिले नछोको गाडीहरूको भित्रको पार्ट्सहरू टायरदेखि लिएर इन्जिनदेखि लिएर सस्पेन्सन सबै धेरै कुरा सिक्न पायो यस एक्सपिरियन्स चाहिँ राम्रै थियो तर यसलाई अलिकति अझै म्यानेज गरेको भए धेरै राम्रो हुनसक्थ्यो भन्ने मलाई आशा लाग्छ हस् ल सम्धिको के छ ल अरू कसैको ल सबैजना धन्यवाद है ल हस् ल थ्याङ्क यू सर हस् सर ल धन्यवाद सर हजुरहरूलाई हस् धन्यवाद थ्याङ्क यू सर सर थ्याङ्क यू सर है हस् ल थ्याङ्क यू सर थ्याङ्क यू सर हस् ल है केटा सबैजनालाई है ल सम्धि ल आजभरि किने ल सम्धि ल सम्धि ए ल सम्धि ल दाइ सम्धि ल पछि भेट्दै गरौँ ल है ल सम्धि ल दाइ धन्यवाद है सबैजना ल सबैजना लगेर ल अब चाहिँ बाबा ल सम्धि है ल सम्धि ल बाबा ल हस् दाइ हस् ल दाइ ल दास दाइ अब भेट्दै गरौँ ल केटाहरू यहाँ सबैजना छौँ हामी पोजिटिभमा पर्नेहरूलाई सुरुदेखि नै ल